हेलो एभ्रिवान, वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हामी खेतमा आमा छोरी आएको छौँ। आलु खन्नु, प्याज लसुन गोड्नु, आमा छोरी नातिसँग हेलो हेलो भन्देऊ। कस्तो राम्रो वेदर छ है आज चाहिँ। अया मलाई कस्तो कुटेको मेरो छोरा कस्तो बोल्ने भइसकेको छ है। टु गरिदेऊ न, टु यस्तो गर्छ त मेरो छोराले टु गर्छ। हामीसँग साथसाथै कुकुर पनि आइरहेछ है। हाम्रो घरको केटा कुकुर हो। केटी कुकुर चाहिँ घर रुँगेर बसिरहेछ। आलु खन्नु पर्ने अनि लसुन प्याजमा के पो भन्छ, लसुन प्याजमा हामीहरू मल लाउँदै गोड्नु पर्ने छ। अब आलु खन्नु लागेको। अब हामी आलु खनेको पनि देखाउँछौँ है त। अब धेरै बसेर मात्र हुँदैन, टाइम वेस्ट नलाग्यो। यहाँ चाहिँ बोजू नाति एकदम बाज्दै आलु टिप्दैछन् है। को खायो भने बोजूले कराउँदैछ नातिलाई। टक्कसँगले यहाँ चाहिँ म चाहिँ आलु खन्दै टिप्दैछु अनि मेरो आमालाई चाहिँ भिडियो गर्नु लाग्यो है। अनि एकदम खतरा तरिकाले आलु खन्दै टिप्दैछु। आजलाई भिडियो